आफ्नै बाटो जोगाउँछ कला अनि संस्कृति बनाउँछ नयाँ गोरेटो। नमस्कार दर्शकबिन, यतिखेर म लेकतिर आएको छु। लेकतिर आकाशमा हल्का मन्द मन्द बादलहरू लागिरहेको छ। यतिखेर भने हिमालहरू एकदमै स्वच्छ एकदमै खुलिरहेको अवस्था छ यो। यतिखेर हिमचुलीहरू यसरी दन्टलहरमा यसरी छर्लङ्गै देखेको अवस्था हो यो। अब भने यतिखेर म वनजङ्गलमा घुम्ने क्रममा यतिखेर म तरकारी यानि कि यसलाई दालको रूपमा प्रयोग गरिन्छ भने यो सिस्नो दालको रूपमा हामीले बनाएर खान सकिन्छ भने यसको विभिन्न जडीको रूपमा पनि प्रयोग हुने पछिल्लो तथ्यमा जानकारमा आएको छ। हामी कुनै ठाउँमा लडेर अथवा पोल्टिएर हाम्रो शरीरमा निलदाम परेको अवस्थामा यसको केही मुन्टाहरूलाई टिपेर यसलाई लिडो बनाएर कुटेर कुनै वस्तुमा कुटेर यसलाई लेप लगाएर निलदाममा हल्का लेप लगाएर कुनै पट्टीले बाँध्यो भने यसको 3-4 दिनमा निलदाम हराउने गर्दछ। भने यो हामीले विभिन्न परिकारमा चिल्लो पदार्थहरू बोसोहरू बढी मात्रामा खाएमा हामीले त्यस पश्चात यो सिस्नोलाई बनाएर खायौँ भने हाम्रो पेटभित्र रहेको विभिन्न रोगहरू निवारण गर्ने र चिल्लो पदार्थहरूलाई हटाउने काम यसले गर्दछ। यसमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई लगायतका विभिन्न तत्त्वहरू पाउँछ। साथै आइरन पनि पाउने गर्दछ यो सिस्नोमा। वर्षमा हामीले कम्तीमा पनि 3 पटक यो सिस्नो सेवन गरेमा हाम्रो स्वास्थ्य एकदम मजबुत र एकदम राम्रो हुने गर्दछ दर्शकबिन। र साथै मेरो युट्युब च्यानलमा जो नयाँ हुनुहुन्छ उहाँहरूले लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर मलाई साथ र सहयोग गरिदिनुहुनेछ भन्ने मैले आशा अनि अपेक्षा गरेको छु। जसरी मलाई साथ र सहयोग दिनुहुन्छ त्यसरी नै तपाईँहरूलाई पनि मैले पनि साथ र सहयोग दिनेछु भन्ने आशा अनि अपेक्षा गरिरहेको छु। र यतिखेर भने मैले यो सिस्नोलाई यसरी टिपेर यो बोरामा यसरी हाल्दैछु। मैले यसलाई टिपेर घरतिर लगेर यसलाई तरकारी दालको रूपमा प्रयोग गर्ने भनेर मैले यसरी सिस्नोहरू टिपिरहेको अवस्था छ। मलाई यो सिस्नो एकदमै मन पर्ने गर्दछ, त्यसैले मैले यसलाई टिपिरहेको छु। हजुर लेकतिर घुम्दै गर्दा यतिखेर भने जङ्गलमा यो फल पाकेको अवस्था छ। यसलाई हाम्रो गाउँ घरतिर चपरी अर्थात् पाक्सिर भनेर चिनिन्छ भने तपाईँको गाउँघरमा यसलाई के भनेर चिनिन्छ? यो एकदमै खानको लागि योग्य भएको अवस्था छ। हजुर मैले यसरी सिस्नो टिप्दैछु। यसरी यो सिस्नो हो हजुर दर्शकबिन। मैले यो सिस्नो यसरी टिपिरहेको छु। यो राम्रा मुन्टाहरूलाई यसरी टिपिन्छ र घरमा लगेर यसलाई पकाएर यसलाई
बनाएर खान सकिन्छ। हजुर दर्शकबिन यतिखेर वन जङ्गल घुम्ने क्रममा यतिखेर भने म पहाडी भेकमा पाउने एक जरी अर्थात् टिमुरको बारेमा छोटो भिडियो बनाउन गइरहेको छु। यतिखेर भने म पहाडी भेकमा पाउने एक जरी यो विशेष गरेर मध्य पहाडी भागमा पाउने गर्दछ यो टिमुर। र यो टिमुर खेती अहिले एक गाउँ एक उत्पादन भनेर पनि विभिन्न गाउँपालिकाहरूले यसरी नाराको साथमा यसरी यो खेती गर्ने सुरु गरिरहेका छन् भने यतिखेर हाम्रो गाउँघरमा भने यस्तो नारा त छैन, तर कसैले आफ्नो बारीतिर लगाइसक्नु भएको छ भने म यतिखेर भने यो टिमुर टिप्दैछु। र यो टिमुरलाई विशेष गरेर आयुर्वेदमा पनि यसको प्रयोग गरेको धेरै पाइएको छ भने यो विशेष गरेर यो काँडावाला हुन्छ, यसको बोट यस्तो काँडावाला हुन्छ र यो फल भने कार्तिकदेखि मङ्सिरसम्म टिप्ने गर्दछन् र यो एकदमै मसलाको रूपमा पनि प्रयोग गरिन्छ भने यसले विभिन्न रोगहरू पनि निवारण गर्ने पछिल्लो तथ्यले जनाएको छ। र भने म यतिखेर यो टिमुर टिपिरहेको अवस्था हो। यो टिमुर टिपेर म केही क्षण पश्चात म घरतर्फ प्रस्थान गर्नेछु। यो एकदमै पाकिरहेको अवस्था छ यो टिमुर। हजुर एकदमै पाकिरहेको अवस्था छ यो टिमुर। यसलाई भन्छ टिमुर।